बुझ्नुपर्छ हामी कति प्रेसियस छौँ, हामी कति बहुमूल्य छौँ। परमेश्वरले आफ्नो पुत्रको रगत बगाएर तपाईँलाई मलाई किन्नु भएको छ। आमेन। हामीले उहाँले येशू ख्रीष्टद्वारा उहाँको पुत्र बनाउनु भएको छ, उहाँको अधिकार दिनुभएको छ, उहाँको शक्ति दिनुभएको छ, उहाँको चङ्गाइ दिनुभएको छ, उहाँको छुटकारा दिनुभएको छ, उहाँको आशिषले भन्नुभएको छ, स्वर्गमा राख्नु भएको छ। हालेलुया। ताली बजाएर प्रभुलाई धन्यवाद दिउँ। We are so precious. We are so precious. हाम्रो जीवनको मूल्य तपाईलाई थाहा छ हामी किन किन्छौँ? मैले पहिले पनि भनेको छु, हामी किन कुनै सामान किन्छौँ, किन हामी आइफोन किन्छौँ? हाम्रो लाख 1.5 लाख 2 लाख भन्दा आइफोन के छ? इम्पोर्टेन्ट छ, त्यसकारण म किन्छु। आमेन। किन हामीलाई परमेश्वरले किन्नु भयो? हामी इम्पोर्टेन्ट छौँ। आमेन। हामी महत्त्वपूर्ण व्यक्ति हो, हामी रगतले किनेको व्यक्ति हो, हाम्रो उहाँको रगतको मूल्य परेछ। प्रियहरू, हामी चाहन्छौँ मानिसहरू होइन।